यो भिडियो चाहिँ स्पेसली हाम्रो अमित गिरी अनि सन्देश दाईको लगायत टिमहरूलाई सबैजनालाई मेन्सन गरेर बनाउँदैछु। सबैजनाले अमित दाई र सन्देश दाईलाई सबैजनाले मेन्सन गरिदिनु होला है त। सबैजनालाई नमस्ते, मेरो नाम चाहिँ दानियल, म चाहिँ विश्व साइकल यात्री आरसी दानियल ब्लग। अनि साइकलमा नेपालको झन्डा लगाएर चाहिँ प्लिज भिजिट नेपाल भन्ने अभियानमा साइकल यात्रा गर्दैछु र यहाँ चाहिँ फ्रम नेपाल टु वर्ल्ड टुर युट्युब आरसी दानियल ब्लग। Purpose of the trip, please visit the Nepal. Nepal is the good country. Nepal is the birthplace of Gautam Buddha. Nepal is the land of Mount Everest. You are always welcome in Nepal भनेर यो मोटिभमा यात्रा गरिरहेको छु र मेरो यात्रामा सपोर्ट गर्नु भएको कारणले चाहिँ स्पोन्सर बाई अमित गिरी एन्ड अमित गिरी टिम यसरी मैले चाहिँ यसरी लगाएको छु किनकि हाम्रो अमित गिरी दाईले चाहिँ मलाई धेरै नै सपोर्ट गर्नु भएको छ। नेपाल, भारत, बङ्गलादेश लगायत भारतदेखि थाइल्यान्ड आउनलाई चाहिँ बाई प्लेनको लागि अमित दाई लगायत अमित दाईको ग्रुपहरूले, सन्देश दाईको ग्रुपहरूले चाहिँ सन्देश दाईले मलाई चाहिँ एकदमै टिकटकमा है एकदमै धेरै उहाँहरूले सपोर्ट गरेर चाहिँ म यो ठाउँमा बाई प्लेनमा आउन सफल भएको छु। र यो तालि पनि अब नेक्स्ट कन्ट्री चाहिँ म अब थाइल्यान्ड ब्याङ्ककदेखि चाहिँ म मलेसिया जाँदैछु अबको केही दिनमा र त्यो कारणले चाहिँ मलाई मलेसियाको लागि चाहिँ थोरै फाइनेन्सियली सपोर्टको लागि चाहिँ आवश्यक भएकोले एभ्रिवान त्यहाँको भिजाको लागि, त्यहाँको बाटो खर्च, बाटोमा हुने अवस्था खर्चहरूको लागि चाहिँ थोरै नै सपोर्टको लागि चाहिँ मैले आज भरे हाम्रो अमित गिरी दाईसँग जोडिने कोसिस गर्नेछु। अनि हजुरहरूले एभ्रिवान सबैजनाले अहिले नै अमित गिरी दाईलाई पनि सबैजनाले ट्याग गरिदिनु होला, सन्देश दाईलाई पनि मेन्सन गरिदिनु होला किनकि मलाई चाहिँ एउटा आशा छ कि दाईहरूले पहिला पनि धेरै नै सपोर्ट गर्नुभएको थियो र यो मेरो मलेसियाको यात्रामा पनि धेरै सहयोग गर्नुहुनेछ भन्ने मलाई एकदमै आश छ, एकदमै जिज्ञासा छ। सबैजनाले सपोर्ट गरिदिनु होला, अमित दाईहरूको टिमहरूले पनि लगायत अमित दाईले पनि सहयोग गरिदिनु होला मेरो यस यात्रामा भन्न चाहन्छु। अनि त्यही नै हो, अब चाहिँ लागौँ अगाडिको यात्रातिर। बाँकी अपडेट पनि भरे दिँदै गर्नेछु। अनि त्यही नै हो, सकेसम्म अमित दाईलाई सबैजनाले सेयर गरिदिनु होला है त। अनि सन्देश दाईलाई पनि भन्दै सबैजनालाई जय नेपाल। भेट्नुपर्छ अर्को नेक्स्ट भिडियोमा। यस्तो घाम पानी नभनी बिरामी दुःख पीडा नभने बिरामी दुःख गरिरहेको छु, यात्रा कन्टिन्यू गरिरहेको छु। सबैजनालाई साथ सपोर्ट गर्दै गर्नु होला भन्दै भेट्नुपर्छ अर्को नेक्स्ट भिडियोमा। सबैजनालाई जय नेपाल, धन्यवाद।